नमस्कार, 안녕하세요। तपाईलाई स्वागत छ आजको नयाँ क्लासमा। हामी थप एउटा पाइला उठाएर अगाडि बढ्दैछौँ है। कोरियन भाषा सिक्ने क्रम जारी नै छ। यस अगाडिको क्लासहरुमा हामीले अक्षरहरू चिन्न सिक्यौं हैन, उच्चारणको नियमहरू थाहा पायौं, शब्द कसरी निर्माण हुँदो रहेछ भन्ने कुराहरू जान्यौं। आज चाहिँ हामीले झुन्डिएर आउने अक्षरहरू मध्ये दोहोरिएर आउने अक्षर जसलाई खेपाच्छिम भनिन्छ त्यो टपिकको बारेमा सिक्ने छौं है त। आउनुस् आजको क्लास सुरु गरौं। आज हामी डे 8 मा छौं हैन। 8औं दिनको क्लास हो र टपिक चाहिँ के छ भने खेपाच्छिम। खेपाच्छिम भनेको चाहिँ डबल फाइनल कन्सोनेन्ट, झुन्डिएर आउने दोहोरो अक्षर। झुन्डिएर आउने दोहोरो अक्षर अथवा व्यञ्जन वर्ण है। झुन्डिएर आउने त व्यञ्जन वर्ण मात्रै हो। यो चाहिँ हाम्रो आजको टपिक। हामी यही टपिकमा चर्चा गर्नेछौं र सिक्नेछौं। झुन्डिएर दोहोरो अक्षरहरू आयो भने कसरी उच्चारण गर्ने त? यो उच्चारणको नियम अन्तर्गत पर्दछ है। उच्चारणको नियम शब्दको तलपट्टि झुन्डिएर आउने दोहोरो व्यञ्जन वर्णलाई खेपाच्छिम भनिन्छ। जसमध्ये एउटा मात्र अक्षरको उच्चारण गरिन्छ। बुझ्नुभयो कुरा? शब्दको तलपट्टि झुन्डिएर आउने दोहोरो व्यञ्जन वर्ण जसलाई के भनिन्छ? खेपाच्छिम भनिन्छ। हामीले अगाडि फाच्छिम मात्र पढेको हो हैन। अब झुन्डिएर आयो भने चाहिँ के भन्ने? खेपाच्छिम भन्ने है। खेपाच्छिम भन्ने खेपाच्छिम भनिन्छ। जसमध्ये त्यो दुईवटा मध्ये एउटा मात्र अक्षरको उच्चारण गरिन्छ। कुरो बुझ्नुभयो हैन? दुईटा आउँछ, दुईटालाई के भनिन्छ? खेपाच्छिम भनिन्छ। सिंगल मात्रै आयो भने फाच्छिम भनिन्छ हैन। अनि त्यो दुईटा अक्षर आयो भने चाहिँ हामीले एउटाको मात्रै उच्चारण गर्ने ल। हामी उदाहरणबाट हेरौं। यसमा दुईटा तरिका छ सम्झिने, दुईटा विधि छ हैन। विधि भन्दा पनि हामीले जान्ने तरिका चाहिँ दुईटा तरिका छ है। एक नम्बरमा छ दायाँ पट्टिको अक्षर मात्र उच्चारण गरिने खेपाच्छिम। है दायाँपट्टिको अक्षर मात्र उच्चारण गरिने खेपाच्छिम। ल दायाँपट्टि मात्र उच्चारण गर्ने चाहिँ के रहेछ भन्ने कुरा हेरौं। अब यहाँनिर एउटा सूत्र दिन्छु म तपाईलाई। त्यही सूत्र सम्झिनु भयो भने सबै कुरा जान्नुभयो, टेन्सन भएन। ल सम्झिनुस् है, यहाँनिर म लेख्दै जान्छु। 20 22 27 है। 20 कुरो बुझ्नुभयो? 22 27। ल तपाईले बुझिसक्नु भयो है। यति भएपछि केही भन्नै परेन। आ गरे अलङ्कार भन्छ नि हैन।
ल 20, 22 र 27 आयो भने के गर्ने? दायाँतिरको उच्चारण गर्ने है। र म 20 जस्तो देखिन्छ हो। 20 र फ 22 र भनेको 2 उल्टो एस जस्तो देखिन्छ 2 हैन। अनि फ भनेको के हो? रोमनको 2 हो। यसलाई भन्यो 22। त्यसै गरी र ग है त। अब यिनीहरू झुन्डेर आउने उच्चारण गर्ने झुन्डेर आउने अक्षरहरू हो, उच्चारण गर्दा फरक पर्छ। यसलाई ग नभने क भनिन्छ, यसलाई फ नभनेर प भनिन्छ हैन। मको चाहिँ म नै हुन्छ। ल उदाहरणबाट हेरौँ ल। इ 3 खेपाक्षिम बाहेक अरू सबैको बायाँतिरको अक्षर मात्र उच्चारण गर्नु पर्दछ है। ल यो पनि स्क्रिनशट लिनुस् वा कपीको कतै कुनामा टक्क रातो पेनले लेखिदिनुहोस् है, सम्झिन सजिलो हुन्छ। बुझ्नुभयो? यिनीहरूको उदाहरण हेरौँ ल। ल र मको हेरौँ है। फर्स्टमा उच्चारण कतापट्टिको गर्ने रे? तल झुन्डेको अक्षरमध्ये एउटाको मात्र उच्चारण हुन्छ, जसमध्ये दायाँपट्टिको उच्चारण गर्ने है। ल उच्चारण गरौँ। ज अगाडि आयो भने छ उच्चारण गरिन्छ हो। अनि छ र त भाग्यो, र चाहिँ उच्चारण गरिएन। उच्चारणमा मात्रै भाग्छ नि, फेरि लेखाइमा चाहिँ भाग्दैन। क्षमता क्षमता हो, यो र चाहिँ यही नै हुन्छ ल। क्षमता क्षमता भनेको के होला? क्षमता भनेको चाहिँ जवान देखिनु। क्षमता भनेको चाहिँ जवान देखिनु है। ल त्यसै गरी र फको हेरौँ ल कस्तो हुने रहेछ। उदाहरणमा ल पढ्नुहोस् त। कुन चाहिँ पढ्ने रे? दायाँपट्टिको मात्र। अगाडिको ल भाग्यो हो, तर लेखाइमा चाहिँ भाग्दैन, उच्चारण गर्दा मात्रै भाग्ने हो। पढौँ। फ झुन्डेर आउँदा के रे? प हो। उप अनि फले दलाई असर गर्छ है, त उच्चारण हुन्छ। उक्ता भनेको वर्णन गर्नु। बुझ्नुभयो? ल त्यसैपछि र ग हेरौँ है। र क भनौँ न। उदाहरणमा हेर्नुहोस्। ल पढ्नुहोस् त। के पढ्ने रे? थाक। जानिसक्नुभयो। थाक है, र चाहिँ उच्चारण गरिँदैन। थाक थाक भनेको के? कुखुरा। थाक भनेको चाहिँ कुखुरा। बुझ्नुभयो? यो कुनै दुईवटा अक्षरहरू झुन्डेर आएको छ भने यसरी यसको दायाँपट्टिको मात्र उच्चारण गर्ने है। दायाँपट्टिको मात्र उच्चारण गर्ने। उदाहरण पनि हेर्नुहोस् है। अब अगाडि चाहिँ हामीले बायाँपट्टि उच्चारण हुने अक्षरहरू के हुन्छ त भनेर हेरौँ है। के हो रे? यो 20, 22 र 27 बाहेक सबै हो। र त्यो सबैहरू के रहेछ त हामीले लेखेर पनि हेरौँ, उदाहरण पनि हेरौँ ल। नम्बर 2 मा बायाँपट्टिको अक्षर मात्र उच्चारण गरिने खेपाक्षिम। ल
के होला त? गस बस रस। त्यसपछि नज नह। त्यसपछि रब रथ रर ह। हामीले यति हो है पढ्ने। अब यसको के गर्ने रे? बायाँपट्टिको उच्चारण गर्ने है। बायाँपट्टिको बुझ्नुभयो कुरा? आउने भनेको यति नै हुन्। डबलहरू आउने भनेको यो र म र फ र र ग भयो होइन। त्यस पछाडि यति अक्षरहरू चाहिँ झुन्डिएर आउँछ। 3 वटा 6 वटा 6 2 8 वटा 8 3 11 वटा अक्षरहरू चाहिँ डबलको भएर झुन्डिएर आउँदो रहेछ। अब हामीले के चाहिँ थाहा पाउनु पर्यो भने 20 22 र 27 यति 3टा कुरा सम्झिनु पर्यो। 3टा अक्षरहरू यति आउँदाखेरि दायाँपट्टिको अक्षर उच्चारण गर्ने। बाँकी जुनसुकै आओस् न के फरक पर्छ? बायाँपट्टिको उच्चारण गर्दिन नि, अगाडिकोपट्टिको उच्चारण गर्ने हो। उदाहरण हेरौँ ल। पढ्नुहोस् त के भन्ने यसलाई? कताको पढ्ने? अगाडिको मात्र होइन। पछाडिको लेखाइमा चाहिँ रहन्छ, उच्चारणमा रहँदैन। उच्चारण के हुन्छ? अब नक हुने भयो। नक है। नक नक भनेको के होला? नक भनेको चाहिँ आत्मा। नक भनेको आत्मा। बुझ्नुभयो होइन कुरा? अगाडिको अक्षर मात्रै उच्चारण गर्ने है, बायाँपट्टिको उच्चारण गर्ने। यति नै हो यसमा। त्यसपछि यसको उदाहरण हेरौँ। पढ्नुहोस् त यसलाई के भन्ने? पछाडिको हुँदैन उच्चारण, अगाडिको मात्र हुन्छ होइन। ल पढ्नुहोस्। खाप हो। खाप। खाप भनेको के होला? मूल्य। खाप भनेको चाहिँ मूल्य है। त्यसै गरी र स। ल पढ्नुहोस् त। अब मैले मेटाउँदिनँ है, यत्तिकै पढ्नुहोस्। कुन मात्रै उच्चारण गर्ने? अगाडिको मात्र होइन। थोल। जानिसक्नुभयो त। थोल भनेको पहिलो जन्मदिन। पहिलो जन्मदिनलाई भनिन्छ थोल है। 1 वर्ष पुगेको उपलक्ष्यमा मनाइने जुन जन्मदिन हुन्छ त्यसलाई चाहिँ थोल भनेर भनिन्छ। ल अब यतापट्टि हेरौँ। न र ज उदाहरणमा हेरौँ ल। पढ्नुहोस् त। अगाडिको मात्र उच्चारण गर्ने है। आन दा होइन ल, ता। अन्ता। अन्ता है। अन्ता भनेको के होला? अन्ता भनेको चाहिँ बस्नु। अन्ता भनेको चाहिँ बस्नु है। अन्ता भनेको बस्नु। त्यसपछि न र ह। न र ह है त। न र हको के हुन्छ होला? न र ह सँगै आयो भने के गर्ने? नको मात्र उच्चारण गर्ने। उदाहरण हेरौँ। पढ्नुहोस् त। मान अनि था। मान्था है। यो ह र द क्रस भयो भने थ उच्चारण हुने गर्छ। मान्था। मान्था भनेको चाहिँ धेरै हुनु है। धेरै, टु मच। धेरै हुनु भनेको मान्था हो। मान्था। मान्था भनेको धेरै हुनु रहेछ। ल त्यसपछि र ब। र ब आयो भने के उच्चारण गर्ने रे? र मात्रै उच्चारण गर्ने होइन। उदाहरण हेरौँ। ल पढ्नुहोस् त। पढ्नुहोस्। यदल। यदल होइन। यदल। बको उच्चारणै हुँदैन। यदल है त। य
दल यदल भनेको के आर्ट आर्ट भनेको चाहिँ नेटिभ कोरियन नम्बरमा है ल 8 त्यसपछि र थ आयो भने के उच्चारण गर्ने रको मात्रै उच्चारण गर्ने र झुन्डेर आउँदा के हुन्छ उच्चारण ल हुन्छ है यहाँ पनि सबैमा ल उदाहरण हेरौँ ल पढ्नुस् त के भन्ने यसलाई हाल्ता है हाल्ता भनेको चाहिँ चाट्नु हाल्ता भनेको चाट्नु है चाट्नु त्यसपछि र ह मध्ये रको मात्र उच्चारण गर्ने बायाँपट्टिको उदाहरण हेरौँ पढ्नुस् के भन्ने कुल्था है कुल्था होइन कुल्था यो उको उच्चारणको के हुन्छ अरे ई भन्दाखेरि मुखको आकार जस्तो हुन्छ त्यस्तै अवस्थामा उच्चारण हुन्छ कुल्था होइन कुल्था है त कुल्था भनेको के हो उमाल्नु कुल्था भनेको चाहिँ उमाल्नु है त ल यति नै हो बुझ्नुभयो होला मलाई जहाँसम्म लाग्छ ल यसलाई आवश्यक पर्छ भने स्क्रिनसट लिनुहोस् यो चाहिँ दायाँतिरको उच्चारण गरिन्छ फर्मुला हो है त यो केही कुराहरू नबुझ्नु भएको छ अथवा केही मिस्टेक भेटाउनु भयो त्रुटिहरू भेट्नुभयो भने चाहिँ मलाई पनि जानकारी गराइदिनु होला यहाँनिर चाहिँ मिस्टेक छ भनेर हैन कहिलेकाहीँ मिस्टेक हुनसक्छ अनि राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्न नबिर्सिनु होला त्यसै गरी सब्स्क्राइब गर्न चाहिँ झनै नबिर्सिनु होला अब हामी नेक्स्ट क्लासमा भेट्नेछौँ आजलाई यति नै नमस्कार 감사합니다